र हेर्न सक्नुहुन्छ बन्दाबानी दुर्गामाला फुटबल ग्राउन्डमा यो आजको खेल हेमन 9 भर्सेस टोटापाडाको माझ भएको थियो भने र दुईटै टिमले 3 गोल गरेर म्याच ड्र भएको थियो भने अहिले भने देख्न सक्नुहुन्छ तपाईहरुले 11 ओभरमा पुगेको छ खेलको रिजल्ट र अहिले भने हेमन को यो शट बहुत सुंदर गोल भइसकेको छ हेर्न सक्नुहुन्छ 12 नंबर जर्सी कप्तान तो हमार बंदा पानी पर टॉप गोल कीपर अहिले पनि हेमन 9 को एक गोल भइसकेको छ र अहिले पनि टोटापाडा जर्सी नम्बर 14 कर्नरमा लाग्यो अहिले भने सेभ भएको छ मोदीले सेभ गरेको छ भने अहिले भनेको स्कोर हेमन 9 धीरे धीरे घर के अंदर ना घुसे दर्शक भी आप अपने अपनी जगह से देख सकते हैं कृपया करके ग्राउंड के अंदर ना जाए अहिले भने जर्सी नम्बर 8 किनेर आएको छ जर्सी नम्बर 8 हेरौँ के हुन्छ अब आदित्य सुजूर साथ से 2 ही भंगा नहीं सकता खाने के राजी होते इजी ना खेल्नु जित त इजी ट्याग गरे हेर्न सक्नुहुन्छ अहिले भने टोटापाडा टिमबाट जर्सी नम्बर 7 गोल गर्न आएको छ भने बहुत सुंदर गोल छोटोपाडा 7 को ले 7 नंबर जर्सी धारी र अहिले भने जर्सी नम्बर 14 आएको छ भने अब हेरौँ किनभने पाँचजना पनि फेरि पनि मिठो गोल भएको छ हेमन 9 को टिमबाट फेरि पनि टोटापाडा टिमबाट हेर्न सक्नुहुन्छ जर्सी नम्बर 2 0 दिएको छ
त्यो भाइले मिस्टेक गरिदिएको फ्री पाएर दामी निकालिदिएको भाइले र अहिले पनि टोटापाडा 02 जर्सी नम्बर र हेमन्त रेडी थियो भने राम्रो गोल भएको छ। अहिले टोटापाडाको टिमलाई गोल सेपको खाँचो रहेको छ र अहिले भने सायद गोलकिपर चेन्ज गर्दै जर्सी नम्बर 14 आएको छ। अहिले भने चेन्ज भएको छ। राम्रो मौका थियो अहिले राम्रो मौका थियो सेपको तर सेप भएन। विजेटको ह्याट्रिक हुन्छ नि फेरि यो गोल लाग्यो भने चाहिँ। अहिले भने 17 नम्बर साथी विजेट आएको छ पेनल्टी किक सुटआउटको लागि। हेर्न सक्नुहुन्छ गोल भयो भने सायद जित्ने हुन्छ है। गोल भयो भने सायद हेमन 9 टिमले जित्नु पनि सक्छ रिजल्ट याद गर्दाखेरि। जर्सी नम्बर 4 र अहिले भने ड्र गर्नको निम्ति जर्सी नम्बर 4 ले गोल गर्नै पर्छ हैन। गोलै गर्नुपर्ने हुन्छ। जर्सी नम्बर 4 सेभ भयो भने चाहिँ हार्छ भने गोल भयो भने चाहिँ ड्र हुनेछ। ड्रमा आइसकेको छ हेर्न सक्नुहुन्छ। र अहिलेसम्मको म्याच ड्र दुईटा टिम जो 4-4 गोलमा अहिले ड्र भइसकेको छ। यतिबाट सेभ भएर के भने जर्सी नम्बर 11 गन्दा भाइ आएको छ। अब चाहिँ गोल भयो भने चाहिँ एकदमै जित्नु छ। भाइ बान्डाले सेफ गोल हानिसकेको छ भने हुन सक्नुहुन्छ। तर यता भने अब इजी हाम्रो
दामी खेल्दै थिए भाइ कलकत्ता अगाडि यो गोल भयो भने चाहिँ एकदम टोटोबाट विन हुने छ के साथ में Yes, yes. राम्रो खेल आजको रोमाञ्चक खेल आप लोग सही समय में कल भी खेल देखने के लिए आइए कल